हेलो गाइज वेलकम टु माई च्यानल। अनि आजको भिडियोमा चाहिँ हामी च्यालेन्ज गर्नेछौँ 24 घण्टा स्ट्रिट फुड मात्र खाएर। हाम्रो भिडियोको आज मेन च्यालेन्ज चाहिँ के हो भन्दाखेरि आज हामीले बिहान ब्रेकफास्ट, लन्च, बेलुकाको स्न्याक अनि डिनर सबै बाहिरको स्ट्रिट फुड मात्र खानुपर्छ। अनि पसलको केही पनि किन्नु पाउँदैन, क्याफे होटलको केही नि किन्नु पाउँदैन, प्योर स्ट्रिट फुड। अनि यो भिडियोमा चाहिँ हामी यो हेर्छौँ कि हामी स्ट्रिट फुड मात्र खाएर खानाको साटो बस्नु सक्छ कि सक्दैन। अनि यो भिडियोमा चाहिँ म तपाईँहरूलाई एक एकवटा चिजको प्राइस पनि भन्छु कि किनकि तपाईँहरूलाई पनि थाहा हुनु पर्यो नि त नेपाली स्ट्रिट फुड कतिको महँगो छ कि त कतिको सस्तो छ भनेर। त्यसैले अब ब्रेकफास्टको लागि स्टल खोज्दैछौँ, लेट्स गो। सो गाइज हामी चाहिँ यतिकै ऱ्यान्डमली हिँड्दै थियो अनि हामीले चाहिँ यता चिया बेचिरहेको रहेछ, यो पनि स्ट्रिट फुडमै काउन्ट हुन्छ। सो लेट्स गो। दाइ चिया दिन्न हजुर दुईटा। A few moments later. सो गाइज अनफर्चुनेटली चाहिँ यता चिया मात्र पाउँदो रहेछ होइन, आज चोप्ने कुरा मिस भयो कि त्यही पनि ठिक छ। सो गाइज हाम्रो चियाको प्राइस चाहिँ एक कपको 25 रुपियाँ। अनि यो भिडियोको लास्टमा म तपाईँहरूलाई भन्छु दिनभरि स्ट्रिट फुड खायो भने तपाईँ कति पैसा सकिन्छ भनेर। 3 hours later. सो गाइज अहिले चाहिँ हाम्रो टाइम चाहिँ होइन 12:38 भइसक्यो कि। अनि हामीले चिया मात्र खाएको थियो बिहान, जुनले चाहिँ अलिकति पनि पेट आएको थिएन कि, किनकि अब रुल अनुसार हामीले चोप्ने कुरा नि लिनु मिलेन। तर अब चाहिँ लेट्स गो सोमेर होइन, जहाँ चाहिँ अलिकति पेट अगाउने चिज पाओस् अनि स्ट्रिट फुड होस्। सो लेट्स गो। सो गाइज हामी चाहिँ खानाको लागि आई मिन स्ट्रिट फुड लन्चको लागि ठाउँ खोजिरहेको छ है। अनि जहाँसम्म मलाई थाहा छ त्यहाँ अगाडि एउटा छ, हामी चाहिँ त्यतै जानु लाग्यो है। सो गाइज हामी जानुपर्ने ठाउँ चाहिँ हो त्यो। सो गाइज हुनु चाहिँ यो पनि एउटा स्ट्रिट फुडको स्टलै हो कि, बाहिरपट्टि चाहिँ स्टलै छ तर भित्र चाहिँ लिटरली 3टा बस्नको लागि ठाउँ रहेछ कि। अनि हामी चाहिँ सबसे भित्रको मागो अब किनकि बाहिर धेरै आवाज आउँछ होइन, नोइज धेरै छ। A few moments later. सो गाइज हामीले चाउमिन मगाएको थियो होइन, जुन चाहिँ आइसकेको छ। अनि क्वान्टिटी पनि ठिकै हो, मैले हाफ प्लेट मात्र मगाएको थिएँ किनकि धेरै चिल्लो त खाँदिनँ म। अब लेट्स सी कस्तो छ। सो गाइज चाउमिनको ओभरअल टेस्ट चाहिँ ठिकै थियो होइन। अनि यसको प्राइस पनि ठिकै रहेछ, हाफ प्लेटको 65 रुपिज, जुन चाहिँ एकदम टेस्ट अनुसार चाहिँ वर्दै थियो। अनि तपाईँहरूले सोचिरहला स्ट्रिट फुडमा स्याबाले आलु चप ससेस हुन्छ त्यो खोइ भनेर, तर त्यो चाहिँ हाम्रो नेक्स्ट भिडियोमा हुन्छ जहाँ चाहिँ हामी रेटिङ दिन्छौँ होइन त्यसलाई। अहिलेको भिडियोको हाम्रो मेन च्यालेन्ज के हो भन्दाखेरि हामीले जम्मा 4वटा स्ट्रिट फुडको भरमा हामीले पुरा दिन काट्नुपर्ने छ कि, त्यही भएर आजको लागि चाहिँ अलिक सोची खानु परिरहेको छ। बाँकी पार्ट 2मा आउँछ दामी दामी स्ट्रिट फुडहरू चाहिँ। गाइज म चाहिँ अघि चाउमिन खाएर आएर सिधै सुतेको थियो कि, अनि आँखा खोलेको 4 बजिसकेछ भनेपछि अब हाम्रो नेक्स्ट स्ट्रिट फुड स्टलमा खाजा खाने पालो। सो अब चाहिँ हामी खाजाको लागि यस्तो स्ट्रिट फुडको स्टल खोज्दै जान्छ। अनि अब त बिहानको जति गाह्रो हुँदैन होला, बिहान अलिकति धेरै हुँदैन कि, अब यति बेला त छ्यापछापी हुन्छ, जता गए नि पाउँछ। सो लेट्स गो। यति बेला चाहिँ अब के गर्ने भएर चिलमा हिँडिरहेको छ होइन गाइज। म अब एकछिन पछि त्यहाँनिर पुग्छ। अनि हामी पुगेको ठाउँ चाहिँ यो जुन चाहिँ प्योर स्ट्रिट फुड हेर्दाखेरि। अनि यहाँनिर हाम्रो एकजना भिआइपी सर बस्नु भइरहेछ। हामीले चाहिँ अब धेरै खासै त केही मगाएन, एउटा स्याबाले मात्र मगाएको थियो जुन चाहिँ त्यहाँ रेडी हुँदैछ। गाइज हामीले चाहिँ ठाउँ भेटिसकेको छ अनि हामीले चाहिँ आएर स्याबाले मगाएको छ। अब त्यही हो, वेटिङ। गाइज हाम्रो स्याबाले चाहिँ आइसकेको छ, जुन चाहिँ हेर्दाखेरि ठिकै छ, हल्का ओइली जस्तो देखिन्छ। अनि यो पछि के भन्ने मलाई थाहा छैन किनकि म भोइस ओभर गर्दैछु, त्यति बेला डोजर चलेर मैले केही पनि रेकर्डै गर्नु पाएको थिएन। अब बाँकी चाहिँ रिभ्यू डोजर रोकेको चाहिँ भन्छु म। सो गाइज स्याबाले चाहिँ अलिकति क्रन्ची, त्यो पछि पिरो, त्यो पछि कस्तो छ अनि मेन चाहिँ पैसा हिसाबमा। अनि यसको प्राइस चाहिँ 25 रुपियाँ छ गाइज। Few moments later. सो गाइज अहिले चाहिँ हाम्रो 7:19 भएको छ। अनि यो चाहिँ आजको हाम्रो लास्ट स्ट्रिट फुड हुन्छ। डिनरका साटो चाहिँ आज हामी मोमो खान्छौँ त्यहाँ गएर। लेट्स गो। सो गाइज आजको हाम्रो फाइनल डिस मोमो चाहिँ आइसकेको छ होइन। अनि यो चाहिँ आज हाम्रो लास्ट डिस हो डिनरको सट्टा। अनि यसलाई खाएर म यसलाई रेटिङ दिन्छु, मतलब मोमो हो यार, अफकोर्स नेपालीको ट्रु लभ। सो गाइज फेरि रिटेक हाम्रो मोमो 10वटा थियो। आधी भिडियो सुट गरेपछि चाहिँ रिभ्यू हेरेको पछाडि गीत बजिरहेको रहेछ कि, अनि त्यही भएर फेरि वान्स मोर रिभ्यू। जे भए पनि यार मोमो भने मोमो हो कि, क्याफेमा गएर खाए पनि स्ट्रिट फुड खाए पनि
मोमो त बेस्ट नेपाली स्ट्रिट फुड हो अच्छा लिटरली 10/10 अनि यो मोमोको प्राइस चाहिँ हाम्रो बफको 80 चिकनको 100 रुपियाँ फेरि एक बाइट सो गाइस अब चाहिँ लास्ट बाइट मोमो गाइस 10/10 अनि बेस्ट स्ट्रिट नेपाली फुड सो गाइस आजको हाम्रो च्यालेन्ज चाहिँ कम्प्लिट भइसक्यो अनि यो च्यालेन्ज चाहिँ खासै त्यस्तो गाह्रो पनि थिएन तर अब आउने अरू भिडियोमा चाहिँ एकदम गाह्रो च्यालेन्ज हुन्छ अनि आजको हाम्रो टोटल खर्च चाहिँ कति आयो भन्दा अन्ली 200 हामीले अन्डर 200मा यो च्यालेन्ज कम्प्लिट गरेको छ अनि नेपाली स्ट्रिट फुड यो सस्तै छ सबैले अफोर्ड गर्न सक्ने खालको सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो अनि भिडियो मन पर्यो भने लाइक गर्नु होला च्यानललाई सब्स्क्राइब गर्नु होला बाई बाई